बिचको त्यहाँ होइन अलि अगाडि मलाई चाहिँ अलिक मजाले देखाऊ है म त नेट उठाइदिन्छु नि नम्बर कुन फर्स्टमा भलिबलको नम्बर कस्तो हुन्छ पोजिसन हेर्नु पर्यो नि यो 1 नम्बर एक यो 2 यो 3 यो 4 यो 5 यो 6 नम्बर अब सिम्पल के हुन्छ नि रोटेसन कसरी गर्ने भनेर सिक्नु रोटेसन भनेको क्लकवाइज गर्नु हुन्छ क्लकवाइज भनेको दाहिने हाम्रो दाहिने हात छ नि यता फर्किन्छ घुम्दा यता हो भन्नुको मतलब चाहिँ यो खासमा यसको पोजिसन यहाँ खेलाउन राखेको कहाँ के राखेको खेलाउन किनभने यो भनेको यहाँ पोजिसन यो कहाँ कुद्न पाउँछ यो जुन बिचको लाइन छ नि यो बिचको लाइन कुद्न पाउँछ अब रोटेसन गर्दा कस्तो राइट वाइट भनेको अब के गर्ने त 1 नम्बर भनेको यो यहाँ आइज राइट हो त अगाडि यसरी त पछाडि त यतापट्टि त आइज हो पछाडि हेर्न सर बिचको त यो भइहाल्यो नि यो बिचको हो नि त यो बिचको होइन यो बिचको रोटेसन गरेको चाहिँ यति हो यो चाहिँ रोटेसन भयो यो चाहिँ के भयो त रोटेसन मैले हिजो पनि भने ओके बन्द गरिदिन्छु बुझ्यो